वेलकम गाइज। सानो एउटा मिनी भिडियो है। अब काम गर्ने अहिले है खेत किसानहरूलाई धेरै सजिलो भएको छ नि। यो मेसिन आएर चट्ट लगाएर सरर मेसिन लगाइदियो होइन। खेतलाई खोजिराख्नुभन्दा चाहिँ ज्याममा लाएर मेसिन लगाइदिएपछि त लु हेर्नु त चट्ट लगाएर कति मजाले काट्दो रहेछन्। अगाडिबाट खाने पछाडिबाट फ्याँक्ने। ल ठिक छ यस हुँदैछ नेपालमा पनि प्रगति। अनि त्यही उता काटिसकेपछि त्यसपछि यसरी होइन एउटा ट्र्याक्टर आउने अनि ट्र्याक्टरमा थापेर लगिदिनु पर्ने। अब चट्ट लगाएर भरिँदैछ होइन। यो भरिसकेर चट्ट अब लगेर खन्याउने हो। कस्तो छ गाइस होइन, सजिलो छ नि अहिले मेसिन आएदेखि। यो त सानो मेसिन हो, अझ कत्रो ठुल्ठुलो पनि हुन्छ धान काट्ने मेसिन त।